लाइनमा छौं 10:08 गएको छ र यो समयमा म त्यो रिजल्ट अनाउन्स गर्दैछु जो सुरक्षित हुँदै टप 2 मा प्रवेश गर्नुभएको छ दुवै महिला सुरक्षित हुनुहुन्छ र आज दुवै पुरुषको यात्रा यही टुङ्गिँदैछ पुनम यसगरी सञ्जीता तपाईहरु अगाडि बढ्नुभएको छ टप 2 मा चिफ्लोबाट टप 2 बन्ने दुई नामहरू रहेका छन् पुनम गुरु यसगरी रजिता विश्वकर्मा भने टिम मेलिनाबाट टप 2 मा प्रवेश गर्ने दुई नामहरू रहेका छन् सञ्जीता दुगा र यसगरी अञ्जना सारू मगर भोइस अफ नेपाल सिजन 7 को टप 8 मा मात्र 2 पुरुष बाँकी रहेका छन् सो सियोन म तपाईबाट सुरु गर्न चाहे आज लाइभ शो को डे 4 मा आएर तपाई भोइस अफ नेपालको यात्रा यही टुङ्गिदैछ कस्तो रह्यो त भोइस अफ नेपालको यात्रा के भन्न चाहनुहुन्छ सियोन First of all, I would like to thank God जसले यो भोइस मलाई दिनुभयो अनि सबै अडियन्सलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु है भोट हालिकन मलाई टप 3 सम्म पुर्याइदिनु हो सबैजनालाई अनि द भोइस अफ नेपाललाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु यो प्लेटफर्म मलाई दिनुभएको लागि र विशेष गरी मेरो म्याम मेलिना म्यामलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु मलाई स्टिल गरेर मलाई बचाइदिनु हो र यहाँसम्म दोहोऱ्याएर ल्याउनुभयो धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि सबैजनालाई जो जतिले मलाई साथ दिनुभयो है